बारम्बार लाइन जान्छ, दिनदिनै लाइन जान्छ, घन्टौँ लाइन जान्छ। कुन बेला आउँछ पत्तै हुँदैन, कुन बेला जान्छ पत्तै हुँदैन। कहिले दिनको 4 घन्टा लाइन जान्छ, कहिले दिनको 5 घन्टा लाइन जान्छ। र प्राधिकरणमा फोन गरेर सोद्धाखेरि भन्ने गरिन्छ सिस्टम गएको। कस्तो सिस्टम हो यो जुन सधैँ जान्छ, जुन आधै घन्टा जान्छ, 1 घन्टा जान्छ, 5 घन्टा जान्छ, 4 घन्टा जान्छ, दिनौँ जान्छ, मिनेटमा जान्छ, छिनछिनमा जान्छ। अझ भनौँ प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा हितेन्द्रदेव साक्य नियुक्त भएपछि यो लाइन र यो सिस्टम चाहिँ जान निरन्तर लागेको छ। जुन चाहिँ कुलमान घिसिङ कार्यकारी निर्देशक रहँदाखेरि पक्कै जाँदैन थियो, गए पनि थोरै समयको लागि जान्थ्यो, 10 मिनट 15 मिनट, तर लाइन आउने गर्थ्यो। तर अहिले हेर्नुहोस् लगालग लाइन बेपत्ता हुन्छ, गायब हुन्छ, कता जान्छ कता हराउँछ पत्तै हुन्न। कस्तो अचम्मको सिस्टम होइन त, जुन गएको गई गर्छ। हुन त सिस्टमको के कुरा गर्नु, देशै सिस्टममा चलेको छैन। जुन देशमा देशै सिस्टममा चलेको छैन त्यो देशको प्राधिकरणको सिस्टमले कसरी काम गरोस् कि कसो होइन र। अझ सुन्नुहोस् कल रेकर्ड गरेको यो आवाजलाई। नमस्कार, नेपाल विद्युत प्राधिकरणको हटलाइन सेवामा यो कल आन्तरिक प्रयोजनको लागि रेकर्ड हुँदैछ। नमस्कार, यो अहिले भुटनदेवी फिडरको गर्दै साइडतिर लाइन किन कट भएको? अहिले सिस्टम गएको छ सर, सबैतिर सिस्टम गएको आधा घन्टा लाग्ला। आधा घन्टा लाग्ला। अनि यो हाम्रो कुलमान सर हट्नु भएपछि नि यो सिस्टम धेरै जान थालेछ क्या तपाईँहरूको? कहिले 4 घन्टा 5 घन्टा जान्छ। उही सोध्नुहोस् है, अब के रहेछ भन्ने कुरा चाहिँ। अनि त उहाँ त बोल्दा बोल्दै फोन काटिरहनु भएको छ, बोल्नै चाहनुहुन्न, कुरै गर्न चाहनुहुन्न। जवाबदेहिता त पक्कै दिनुपर्छ नि होइन? के भएको छ कसो भएको छ त्यसको जवाब त दिनै पर्छ नि। जनताले जवाब खोजेपछि त्यसको उत्तर त दिनै पर्छ नि होइन र? त्यसैको लागि त फ्रन्ट अफिसर अथवा चाहिँ कल रिसिभ गर्नको लागि राखेको होइन र? अनि कल रिसिभ पनि गर्ने, अनि त्यसपछि के भएको भनेर प्रश्न गरेर सोद्धाखेरि चाहिँ उतै सोध्नुहोस्। थाहा हुनेले पो उता सोध्ला त। जहाँ चाहिँ उहाँले भनिरहनु भएको छ भार प्रेषण केन्द्र हो, उतै सोध्नुहोस् भन्नुभएको छ। उहाँले चाहिँ भार प्रेषण केन्द्रलाई इङ्गित गर्नुभएको हो। थाहा हुनेले भार प्रेषण केन्द्रलाई सोध्ला, कल गर्ला। तर समस्या त समाधान पक्कै पनि हुँदैन। र यो बिचमा चाहिँ बिचौलियाहरू चाहिँ सल्बलिएको हो कि, इन्भर्टर व्यापारीहरू चाहिँ सल्बलिएको हो कि, अथवा चाहिँ यो उद्योगको यो मनपरी तन्त्र चाहिँ फेरि सल्बलिएको हो कि भन्ने चाहिँ लागिरहेको छ। विद्युत 1 मिनट मात्र विद्युत काट्दाखेरि पनि करोडौँ नाफा हुन्छ। आधा घन्टा 1 घन्टा चाहिँ सिस्टम गएको नाममा चाहिँ लाइन कट हुँदा कति गुणा नाफा गर्छ होला प्राधिकरणले, र यसको मुनाफा कसमा चाहिँ बाँडिन्छ होला, यो कुरा चाहिँ अझै जनताले बुझ्न बाँकी नै छ।